साथीहरू, सप्तरीमा 2 वर्षीय बालिका आफ्नै घर पछाडि झाडीमा मृत फेला परिन्। खास के भएको रहेछ भने सप्तरीकै स्थानीयवासी मोहम्मद इरफानकी छोरी खुसी खातुन आइतबार बिहानै घरबाट अचानक हराएपछि घर परिवारले थाहा पाउनु बित्तिकै नजिकैको प्रहरी चौकीमा गएर खबर दिए र प्रहरीले पनि खबर पाउनु बित्तिकै घर परिवारसँग मिलेर तुरुन्तै खोजी तलास सुरु गर्यो र खोजी गर्ने क्रममा उनकै घर पछाडि लगभग 60 मिटर पर रहेको झाडीमा उसको शव फेला पर्यो। शव फेला पर्नु बित्तिकै तुरुन्तै प्रहरीले खबर गर्यो र प्रहरीले आएर अहिले घटनाको अनुसन्धान गर्दैछ। तर त्यहाँको स्थानीयवासी र खुसी खातुनको जेठी आमाले चाहिँ उनकै कान्छी आमाले खुसीको हत्या गरेर झाडीमा फालेको आरोप लगाएका छन्। यद्यपि यो कुरा चाहिँ पुष्टि भइसकेको छैन र प्रहरीले प्रारम्भिक घटनाको अनुसन्धान चाहिँ गरिरहेको छ। यदि खुसीको कान्छी आमाले उनलाई हत्या गरेको भने चाहिँ कडाभन्दा कडा कारबाही होस्। भर्खरै मात्रै गरिमा चौधरीको हत्या केस सिलाउनु पाएको छैन, गरिमाले न्याय पाउन पाएको छैन, फेरि अर्को घटना घटिसक्यो। नेपाल सरकार, बालेन शाह, सुदन गुरुङ, कानुन मन्त्री सुविधा गौतम कहिले बन्छ हाम्रो देशमा कडाभन्दा कडा सजाय फाँसीको सजाय। यदि फाँसीको सजाय बन्दैन भने लिङ्ग काटियोस्, त हत्या गर्ने हात काटियोस्, बल्ल अनि रोकिन्छ यस्तो घटना, नभए दिनौँ बढिरहेको छ। साथीहरू, सबैजनाले यो भिडियोलाई सेयर गर्नुहोस्। नेपाल सरकार जो हुनुहुन्छ सबैलाई ट्याग गर्नुहोला। जय नेपाल।